हातमा राष्ट्रिय झण्डा र माथि शाही युवा शक्ति नेपालको कफन यो के को लागि हो? राजा ल्याउनको लागि। राजा चाहियो देशमा? चाहियो। मनको राजा चाहियो कि देशको राजा चाहियो? देशको राजा चाहियो। किन राजा चाहियो ठ्याक्कै देशमा बताइदिनुस् त। किन भन्दाखेरि हाम्रो नेपाल भनेको एउटा हिन्दू राष्ट्र हो। नेपाल संसारभरिमा एउटा मात्र हिन्दू राष्ट्र भनेर चिनिने हाम्रो एउटा देश हो। र जियो पोलिटिक्स भन्ने पनि एउटा कुरा हुन्छ। पोलिटिक्स भन्ने बित्तिकै नेपालभित्र मात्रै होइन कि वर्ल्ड ग्लोबलमै एउटा पोलिटिक्स छ कि त्यसमा हामी एउटा एज अ कन्ट्री चिनिनुपर्छ होइन। त्यतिखेर राजा हुँदाखेरि हाम्रो देशको कस्तो मान्यता थियो, सान थियो, रेस्पेक्ट थियो। अहिले र पहिलाको कम्पेरिजन हेर्नु न अहिले यहाँ डिफ्रेन्ट राजा भनेको युनिटीको एउटा सिम्बल हो कि तर अहिले डिफ्रेन्ट पार्टीहरू डिभाइड भएर हाम्रो एउटा चिन्ह नै छैन कि नेपाल भनिसकेपछि एउटा राजा किङ अफ नेपाल भनेर जुन ठाउँमा गयो भने पनि जुन देशमा गए पनि एउटा राजा भनिसकेपछि चाहिँ देशको नेपालबाट आएका यिनी राजा हुन् भनेर चिनिने गर्थ्यो त्यतिखेर। अहिले ऱ्यान्डमली जान्छन् पोलिटिक्स पार्टीहरू जुन पनि यो त्यो गइरहेको हुन्छ नि त कसैलाई पनि मतलब छैन कि त्यही भएर जियो पोलिटिक्समा चाहिँ हाम्रो ग्लोबलमा चाहिँ नेपाल चिनिनुपर्छ कि त्यो भनेको एउटा सिम्बल भनेको राजा। ओके, तपाईँहरू उमेर समूहले जेन्जी पनि हुनुहुन्छ सायद है र जेन्जीले एउटा रिभोल्युसन गर्यो र चेन्ज पनि आयो देशमा, यसमा पनि तपाईँहरू सन्तुष्ट हुनुहुन्न? तपाईँलाई सोधे नट कम्प्लिटली सेटिस्फाई हुनुहुन्न यसमा? त्यति पुरै तरिकाले सेटिस्फाई छैन। यसकी प्रधानमन्त्री महिला होइन, तपाईँ पनि महिला, यसमा पनि तपाईँहरू किन सेटिस्फाई हुनुहुन्न बताइदिनुहोस् त। हामीले चाहेको अझै पुरा भएको छैन केही पनि कुराहरू, त्यसैले सबै इन्कम्प्लिट नै भएर होला हामी अझै बाटोमा आउनु परेको छ आज पनि। त्यसैले लेट्स होप फर गुड आउटकम। जेन्जी रिभोल्युसन पश्चात त सडकमा आउनु पर्दैन भन्ने पनि थियो नि त, फेरि तपाईँहरू राष्ट्रिय झण्डा बोकेर सडकमा हामी एक्चुअली मात्रै गरेर हुँदैन केही काम पनि होइन। हामीले आफ्नो देशको लागि बेर आइराख्नुपर्छ, लडिराख्नुपर्छ, त्यही भएर हामी आएको।